युवाहरूसँग सम्बन्धित विभिन्न कार्यक्रमहरू आयोजना गरेको छ। सो हेलो गाइज, सर्वप्रथम चाहिँ सबैजनालाई आज इन्टरनेसनल युथ डेको अवसरमा शुभकामना छ। त्यससँगै आजको दिन चाहिँ हामीले कसरी बितायौँ भनेर तपाईँहरूलाई देखाउन गइरहँदाखेरि चाहिँ पहिला अफिस गएर चाहिँ म पुगेँ एउटा कार्यक्रममा। त्यो कार्यक्रम चाहिँ रासपाले आयोजना गरेको कार्यक्रम थियो। हामी त्यहाँ पुग्दा करिब 31 भइसकेको थियो। त्यहाँ चाहिँ हामी जाँदा ब्लू डायमन्ड सोसाइटीको ग्रुपले मजाले डान्स गरिरहनु भएको थियो। त्यस पश्चात रासपाका सभापति रवि लामिछाने सरले सम्बोधन गर्नुभयो। उहाँले सम्बोधन गर्दै गर्दाखेरि जसरी युथहरूलाई आज इन्टरनेसनल युथ डेको दिन मोटिभेसन दिनुभयो, अनि त्यस सँगसँगै अहिलेको पार्लियामेन्टमा जसरी युथहरूले रिप्रेजेन्ट गरिरहनु भएको छ त्यस विषयमा पनि आफ्ना धारणाहरू त्यहाँ राखिराख्दाखेरि मलाई चाहिँ एकदम राम्रो लागेको थियो, प्राउड पनि फिल भएको थियो। जसरी अहिले हाम्रो युथहरू चाहिँ पार्लियामेन्टमा रिप्रेजेन्ट गरेर गइरहनु भएको छ। देशले सधैँ गर्यो, तर एक्सपिरियन्स चाहिँ कमै देशहरूले गर्न पाएका छन्। संसारभरि नै आज विभिन्न कार्यक्रमहरू मनाइँदैछ। त्यहाँको 1-2 घन्टाको बसाइपछि हाम्रो एउटा सानो काम आज सिंहदरबारमा थियो, अनि त्यहाँ जान्छौँ भन्दा आज अचम्मै भयो। हामीलाई एउटा पास लिनको लागि हामी 2 घन्टा बाहिर बस्यौँ। भन्नलाई पनि लाज मर्दो होइन। त्यो 2 घन्टामा हामीले कति काम गर्थ्यौँ होला, कति कुराहरू सोचिन्थ्यो गरिन्थ्यो होला, तर वेस्ट यस्तो टाइमको भ्यालु भने नेपालमा छैन भन्ने कुरा त्यहीबाटै प्रमाणित हुन्छ होइन। हामी त्यहाँ लाइनमा बसेको छौँ। त्यहाँ आज कर्मचारीहरू कोही मिटिङमा जानुपर्छ के भन्नुहुन्छ, को आएर बस्नु भएको थियो। यो आजको मात्र समस्या होइन, सिंहदरबार छिर्नका लागि कम्तीमा पनि हामी आधी घन्टा त्यहाँ अल्झेर बस्नुपर्छ क्या। सधैँ अनलाइन सिस्टम राख्नु भएको छ, बट त्यसले काम गरोस्। मैले आफै कतिपटक भरिसकेँ, बट काम गरेको छैन। यसमा मैले यही भिडियो मार्फत चाहिँ ध्यान आकर्षण गराउन चाहन्छु, यसलाई कसरी सहजीकरण गर्न सकिन्छ। किनभने 1-1 मिनटको भ्यालु भएको हुन्छ नि त हामीहरूलाई त, हो कि होइन। त्यो टाइम हामीले त्यहाँ उभिएर वेस्ट गरिराख्नु परेको छ। तर पनि जनतन अन्तिममा हामीले पास त्यहाँ लगभग 1.5देखि पौने 2 घन्टाको बसाइपछि पास पाएर हामी भित्र गयौँ। हामीले चाहिँ एकजना माननीयज्यूलाई भेट्नुपर्ने थियो, केही सल्लाह सुझावहरू लिनुपर्ने थियो उहाँहरूबाट। अनि हामी त्यहाँ उहाँलाई भेट्यौँ, उहाँसँग पनि हामी 1-1.5 घन्टा बस्यौँ। केही विषयवस्तुहरूमा छलफल पनि गऱ्यौँ। एकदम राम्रो सल्लाह सुझाव दिनुभयो। अनि त्यसपछि चाहिँ हामी महिला तथा बालबालिका मन्त्रालयतिर त्यहाँ हामीलाई एउटा बुक लिनुपर्ने थियो। अनि त्यहाँ गइसकेपछि हामीले त्यो बुक लिएर चाहिँ फर्क्यौँ। अनि त्यसपछि फर्किँदै थियो र तल एउटा सिसाको होइन भेटिहालेँ, अनि एउटा क्लिप चाहिँ लिइहाल्छु भनेर लिएँ। अनि दिनभरि कुर्दा यताउता गर्दा भोक लागेर यस्तो भएको थियो साथीहरू। त्यसपछि हामीहरू खाजा खान गयौँ। अनि त्यहाँ खाजा खाइसकेपछि चाहिँ हामी घरतिर लाग्यौँ। म आएँ आफ्नै ड्युटीमा, ड्युटी त पढाउन परिहाल्यो। अनि आइसकेपछि बच्चालाई पढाएर अनि फाइनली म बेलुका भएपछि घर फर्किएँ। ओभरअलमा भन्नुपर्दा आजको दिन चाहिँ एकदम राम्रो रह्यो मेरो चाहिँ होइन। मैले आज धेरै कुराहरू पाएको पनि छु, त्यो पुरा भएपछि भन्नेछु। यसरी नै गयो आज युथ इन्टरनेसनल डे। थ्याङ्क यू।